यो गुफाभित्र छु म चाहिँ। यहाँबाट बाहिर यस्तो राम्रो, यति राम्रो देखिन्छ, यति राम्रो देखिन्छ कि नमस्ते। यो चाहिँ छसेरको पाँचतले गुफा हो। अनि यो छसेर बस्तीको मान्छे धेरै पुस्ता अगाडि हो, तर 25 वर्ष पुरानो हो अरे। अनि यहाँ छसेर बस्तीमा पहिला गाउँ केही थिएन। अनि पछि पहिला चाहिँ यहाँ बसेर अनि पछि यो गाउँ भएको 75 परिवारसँग बस्नुभयो अरे। पाँचतले 108 कोठा छ। यो अब नेचुरलमा मर्मत गरेर बस्नुभयो, त्यो बस्नुभयो। अनि एकचोटि चाइना र तिब्बतको लडाइँ हुँदाखेरि अनि यहाँ लुक्नु भएको अरे। अनि उहाँहरू कुरे गर्नुभएर पानी लिन जसरी नै आउनुपर्छ भनेर। अनि एकजना दिदीले टेक्निक लगाएर अनि सबैको तेल कन्भेक्सन गरेर खाने तेल अनि झ्यालबाट कपाल धुनुभएको अरे। अनि त्यो भएर चाहिँ अब खाने नुहाउने पानी भएपछि खाने पानी त जसरी नै हुन्छ, पानी भएपछि मान्छे बाँच्छ भने फर्किनु भयो। हामीले चाहिँ अब त्यति नै सुनेको कुरा हो। अहिले चाहिँ हामी यो केभमा छौँ। यो चाहिँ छोसर मुस्ताङमा पर्छ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो केभ यतापट्टि यो यहाँसम्म मात्र छ, अलिकति अँध्यारो छ यता। अनि यो देख्न सक्नुहुन्छ यो चाहिँ डढाएको जस्तो, यो धुवा लगाएको जस्तो छ। अनि यता तपाईँहरूले हेर्नुहोस् यो विभिन्न यो म्युजियममा राख्ने कुराहरू यहाँ राखिएको जस्तो देखिन्छ। हेर्दाखेरि यहाँ विभिन्न कुराहरू छ भित्र। बस्ने ठाउँ पनि रहेछ यता हो। अनि यहाँ यो यो पहिलेको यो घ्याम्पाहरू जस्तो छ, घ्याम्पा। त्यसपछि यो घिउ राख्ने यस्तो यस्तो देखिन्छ। यो एकदम प्राचीन कालको यो प्राचीन समयमा यो बुढापाकाहरूले बनाउँदै आएको यो डोको अथवा यसलाई सोली पनि भन्छ। अनि विभिन्न भित्तामा केरकारहरू रहेछ। यहाँ चाहिँ सपोर्ट गरेको डोनेसन बक्स पनि रहेछ। आउनुहोस् डोनेसनमा गर्नु। यता दुईजनाको एकदम हरिबिजक हामीले देख्न सक्नुहुन्छ यो गुफाभित्र। दिदी र भेनाको कम। यहाँ चाहिँ यो चाहिँ पुरै अनुपमा ठाउँ जस्तो छ। यहाँ चाहिँ एकदम यो चाहिँ अलिकति इको पनि आइरहेको छ। यो माटोको पुरै मान्छेले बनाएको मानव निर्मित एकदम राम्रो छ। यस्तो छ यो पुरा ठुलो छ यो चाहिँ। अनि त्यसपछि तपाईँहरूलाई फेरि म यता देखाउन चाहन्छु। यतापट्टि आउनुहोस्। अनि यताबाट निस्क्यो भने यताबाट निस्किँदा यता देखिँदो रहेछ। फोटो खिचिराख्नु भएको छ। अहिले हामी पनि फोटो लिन्छौँ। त्यसपछि फेरि यता मासतिर जाउँ एकचोटि। टपमै निस्किने ठाउँ छ यहाँ। यो माथि निस्किन अलिक गाह्रो अवस्था जस्तो छ, मलाई देखिरहेको छ। एकदम यो माथि झन् राम्रो रहेछ। सो मच क्युरियस। बिस्तारै फेरि पनि हामी घुम्नेछौँ। एकदमै लामो भिडियो हुनेवाला छ, अन्तिमसम्म हेरेर साथ दिनु होला। अब यतापट्टि छौँ हामी। यो अलिकति अँध्यारो जस्तो ठाउँ छ। यो के हो भित्र थाहा छैन। यतापट्टि बत्ती बालेर हेर्छु म। ल नेट पनि नआउँदो रहेछ। म बत्ती बालेर हेर्छु। यहाँभित्र केही पनि छैन रहेछ है। यत्तिकै यो बनाएको रहेछ। यता एकचोटि यता पनि त्यस्तै। यो भित्र पनि केही पनि छैन। यता पनि केही छैन। मान्छे हिँड्ने मात्र देखिन्छ। अलिवर आऊ। ल यस्तो छ। मेरो अनुहार देखिरहेको छ। ल यस्तो छ। अब अलिकति हामी थोरै भिजिट गरौँ। यतापट्टि जाउँ। यता ल उता भित्र पनि छ त यार। ल यहाँ यो गुफाभित्रबाट चाहिँ यस्तो देखिने रहेछ। तलको परिदृश्य यस्तो देखिन्छ। यता देखाउनुहोस्। अब हामी थोरै एक स्टेप माथि मात्र जानेछौँ। धुलोले प्याक भयो। यो धुलो उड्ने रहेछ हिँड्दाखेरि। धुलो उडेपछि सास पनि फेर्न गाह्रो। मलाई चाहिँ लेक लाग्ला जस्तो पनि भइरहेछ। सास एकदम बढिरहेछ। आउनुहोस् थोरै माथि जानेछौँ होला हामी।
हेर्दै जानु होला हामीले पछ्याउँदै जानु होला नजाउँ होला अब एक स्टेप माथि माथि ल आउनुहोस् यो चाहिँ अन्तिम तला अन्तिम माथिको रहेको छ यो चाहिँ एकदम यो माटोले बनेको मानव निर्मित हो यो सबै माटो हो यिनीहरू आउनुहोस् यता यो माथि पनि देखाइदिनुहोस् यो माथि पुरै यस्तो छ है यो कुकुर बिरालो हिँडेको जस्तो देखिन्छ यहाँ तलतिर अनि यहाँबाट अझै माथि जाने ठाउँहरू पनि रहेछ तर नजाउँ तल जाने ठाउँहरू पनि रहेछ यहाँबाट माथि निस्किने ठाउँहरू पनि छ अझै भर्याङहरू छ यता उतातिर चाहिँ मलाई जानु डर लाग्यो यहाँ चाहिँ चितुवाहरू पनि बस्छ होला मलाई जहाँसम्म लाग्छ एकचोटि यताको दृश्य हेरौँ पुरै अनकन्टर कालो ठाउँ छ केही देखिएको छैन यता पनि यस्तै छ है कालो छ यस्तो यस्तो ठाउँहरू छ बिजोग अवस्थामा छ अब चाहिँ हामी तल झर्नुपर्ने हुन्छ यहाँदेखि माथि जान सकिँदैन सक्नु त सकिन्छ तर यस्तो छ यो बाघ चितुवा हिँड्या जस्तो देखिन्छ यता माथि पनि ठाउँ छ यता यता यो चाहिँ उत्तापट्टिबाट जानु पर्दो रहेछ यस्तो छ ल अब हामी चाहिँ बिस्तारै बिस्तारै फेरि पनि तल उक्लिएर त्यति तल जानेछ हाम्रो साधनहरू त्यहाँ तल तपाईँले देख्न सक्नुहुन्छ यसरी तपाईँले हेर्न सक्नुहुन्छ है ल हेर्दै गर्नु होला अब यहाँबाट झर्नु पर्ने हुन्छ मेरो हरै बिजोग छ यो कपालमा माटो लाग्छ भनेर यसरी खुट्टाको हालत यस्तो छ यसरी यसरी देखिएको छ तल झर्नुपर्छ 2 स्टेप माथि हामी आएका छौँ यहाँबाट लड्यो भने एकैचोटि ग्राउन्डमै पुगिन्छ जस्तो छ ल यस्तो छ यहाँ चाहिँ तलबाट पनि आउँदै हुनुहुन्छ हाम्रो जिग्री भेनाजु ल यहाँबाट यस्तो देखिने रहेछ है तल एउटा पसल जस्तो पनि छ तल दामी खतरा कुदेर बनाएको छ यो त कति दिन कति महिना कति वर्ष लगाएर बनाएको जस्तो देखिन्छ हेर्दाखेरि यहाँनिर चाहिँ धुलो टाल दिएछ यहाँ सायद उतापट्टिको हुनसक्छ यतातिरबाट यहाँ चाहिँ जान मनाइ छ रहेछ क्या ल यस्तो छ हेर्नुहोस् यहाँबाट यस्तो देखिन्छ वाउ फेरि अर्को स्टेप झर्नुपर्ने हुन्छ एकदम गाह्रो अवस्थाको भयङ्कर रहेछ यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ ल अब यो चाहिँ अब एक्जिट हो हामी अब यो गुफाबाट निस्किन लागेको यस्तो छ